अब हाम्रो ओभरअल च्याम्पियनशिपको लागि हाम्रो प्रमुख अतिथि आदरणीय पालन साथीलाई म स्टेजमा लिएर आउँछु। साथमा हाम्रो अध्यक्ष लगायत प्रवक्ता नवीन महेन्द्रज्यू, रामकुमार केसीज्यू, र हाम्रा अतिथिज्यूहरूलाई पनि म यहाँ राजमा निम्त्याएँ र सम्पूर्ण खेलाडीहरूलाई ओभरअल च्याम्पियन खेलाडीहरूलाई कृपया स्टेजमा ल्याइदिनुको लागि म मास्टर मित्रलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सम्पूर्ण टेक्निकल कमिटी प्रमुख निर्णय लगायत सम्पूर्ण टेक्निकल कमिटीका सदस्यहरूलाई कृपया स्टेजमा आइदिनु र साथमा कार्य समिति नेपाल व्यापार जुटाउनु हातहरू कार्य समितिका सम्पूर्ण पदाधिकारीहरूलाई पनि म यहाँ स्टेजमा आइदिनुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। टेक्निकल कमिटीका सम्पूर्ण सदस्यहरू प्रमुख निर्णय लगायतका सम्पूर्ण जजेसहरू कृपया तपाईँहरू पनि यहाँ स्टेजमा आइदिनु होला। त्यसै गरेर कार्य समितिका सम्पूर्ण सदस्यहरू कृपया तपाईँहरू पनि यहाँ स्टेजमा आइदिनुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। सञ्चालक समितिका आदरणीय शिवलाल श्रेष्ठज्यूलाई पनि म यहाँ स्टेजमा आइदिनुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरेर अन्य सञ्चालक समितिका सदस्यहरूलाई पनि यहाँ स्टेजमा आइदिनुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। अब हाम्रो प्रतिष्ठाको घडी जुट्दै लाग्यो र त्यसै गरेर सिराजका सिइओ उहाँलाई पनि म यहाँ स्टेजमा हाम्रो वेडिङ सेरेमनीमा सहभागीको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यसै गरेर हाम्रो अतिथिहरू आदरणीय दिजु वसुधरा भूषालज्यू, मदनदास श्रेष्ठज्यू, कृष्ण मल्ल दाजु, कृपया तपाईँहरू पनि सबैजना यहाँ स्टेजमा आइदिनु होला। साथमा मनिषा सिलवाल, सौम्य सिलवालज्यू, हाम्रो ओभरअल विजेतालाई फिटनेस साइडको तर्फबाट सौम्य सिलवालजीले आज साइमेट्रिकको लागि भाउचर पनि प्रदान गर्दै हुनुहुन्छ। मेरो हातमा आजको हाम्रो ओभरअल च्याम्पियनको नजिक हात परिसकेको छ। तर्फबाट म छैटौँबाट सुरु गर्दैछु। हाम्रा भोलिका साथीहरू कृपया तपाईँहरूले ट्रफी र नगद पुरस्कारहरू हाम्रो प्याकेटहरू सबै तयार गरिदिनुको लागि चेकहरू तयार गरिदिनुलाई म हात अनुरोध गर्न चाहन्छु। काठमाडौँ जिल्लाका अध्यक्ष श्री शिविरजी तपाईँ पनि आउनुहोस्। ओके, म अब छैटौँबाट सुरु गर्छु। छैटौँ स्थानमा हुनुहुन्छ 4 नम्बर 129 का सिद्धान्त जसरोटिया, नर्मल फिटनेस काठमाडौँबाट उहाँले भाग लिनु भएको छ र उहाँले नगद रु 1,30,000 पनि प्राप्त गर्नुभएको छ। ओभरअल च्याम्पियनको छैटौँ स्थानमा हुनुहुन्छ 129 का सिद्धान्त जसरोटिया। हाम्रो छैटौँ खेलाडी नगद 1,30,000 चेक पनि प्राप्त गर्दै हुनुहुन्छ हाम्रा मेयर पालेन्द्र शाहबाट। र त्यसै गरेर 5औं स्थानमा हुनुहुन्छ 5 नम्बर 191 का विनोद सुनार, प्लाटिनम फिटनेस काठमाडौँबाट उहाँले
प्रतिनिधित्व गर्ने हुनुहुन्थ्यो। उहाँले नगदु 1,80,000 प्राप्त गर्ने हुनुहुन्छ। र त्यसै गरेर चौथो स्थानमा हुनुहुन्छ ट्याग नम्बर 183 का असीम बाबु गर्गे एसोसिएसन फिटनेस क्लबबाट उहाँले प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो। उहाँले नगद 2 लाख रुपैयाँ प्राप्त गर्नुभएको छ। त्यसै गरेर तृतीय स्थानमा हुनुहुन्छ Yes, let us go. Today's tag number 147 का मानव सुवेदी। उहाँले नगद 3 लाख प्राप्त गर्नुभएको छ। उहाँले आजको ओभरअल च्याम्पियनशिपको द्वितीय स्थानमा हुनुहुन्छ कोहरा केशव रजोडे लालित। द्वितीय स्थानमा हुनुहुन्छ सातमा नगन्द्रु 6 लाख प्राप्त गर्ने हुनुहुन्छ। उहाँ हुनुहुन्छ लालित। उहाँ हुनुहुन्छ ट्याग नम्बर 2 Champion of the champion, Umesh Rai. Umesh Rai championshipमा जितिसक्नु भएको छ। एसियन साउथ एसियन च्याम्पियनशिपमा जितिसक्नु भएको छ। उहाँले मिस्टर नेपाल पनि जितिसक्नु भएको छ। र हाम्रो ओभरअल विजेतालाई फिटनेस चार्जको तर्फबाट चाइना ट्रिपको भौतिक पनि प्राप्त गर्दै हुनुहुन्छ। तपाईले आफ्नो भाउचरहरू हाम्रा ओभरअल च्याम्पियन हुने उमेश राईलाई हस्तान्तरण गर्न हार्दिक अनुरोध चाहन्छु। ओभरअल च्याम्पियन हुनेले उमेश राईले 11 किलोको ट्रफी उठाउने हुन्छ। मेरो बालनुसारले आजले प्यानिङ पनि उहाँलाई लगाउने हुन्छ। काठमाडौँमा प्रमुख प्रायोजनमा सम्पन्न आजको 17औं संस्करणको धर्मश्री प्रतियोगिताका ओभरअल विजेता उमेश राई। अब साथमा हाम्रा प्रमुख अतिथिज्यूलाई आफ्नो व्यस्तताका बावजुद टाइम दिनु समय दिनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। साथमा विशिष्ट अतिथिज्यूहरू काठमाडौँ महानगरपालिकाका प्रवक्ता, समाज परिषदका संयोजकज्यूहरू, वडा अतिथिज्यूहरू, हाम्रा अति नै हामीलाई माया गरेर पाल्नुहुने हाम्रा सम्पूर्ण दर्शक महानुभावहरू, पत्रकार मित्रहरू, सिक्युरिटीका हाम्रा सम्पूर्ण साथीहरू र यस कार्यक्रमलाई अस्तिदेखि 3 दिनदेखि अवधान खटाउने हाम्रा टेक्निकल कमिटीका सम्पूर्ण हाम्रा मित्रहरूलाई, खेलाडी साथीहरूलाई, स्वयंसेवकहरूलाई र काठमाडौँ जिल्ला 4.5 फिटनेस संघका हाम्रा सक्रिय
जुझारु सदस्यहरूलाई सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु र आजको यस 17औं संस्करणको धर्मश्री समाप्त भएको घोषणा गर्दै बिदा पनि हुन चाहन्छु। धन्यवाद। हाम्रा प्रमुख अतिथिज्यूलाई, हाम्रा प्रमुख अतिथि काठमाडौँ महानगरका नगरपिता बालन शाहलाई हाम्रा नेपाल गृहमन्त्रीको तर्फबाट पाएको चिनो प्रदान गर्दै हुनुहुन्छ। हाम्रा नेपाल गृहमन्त्रीका अध्यक्ष नारायण प्रधानज्यूले प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गर्ने हुनुहुन्छ।